आज चाहिँ म हजुरहरूको माझमा मेरो अनुभवहरू सेयर गर्दैछु र सबैलाई प्रेम प्रणाम र फेरि पनि स्वागत छ मेरो अर्को एउटा भिडियोमा। अनि के भने नि कुरा चाहिँ जति धेरै मान्छे त्यति धेरै मुख, अनि जति धेरै मुख त्यति नै धेरै कुराहरू। अनि हामी मान्छेको पछि लागेर त हुँदैन नि त, होइन? कसले के भन्दैछ, कसले के सुनायो, कतिपय कुरा हामीले सुन्नु त पर्यो नि। हाम्रो जीवनको कथा व्यथाहरू दुःखहरू त्यो हामीलाई थाहा छ। हामीले कस्तो परिस्थिति पार गरिरहेका छौँ भन्ने कुरा पनि हामीलाई नै थाहा छ। ती सब कुरा हामीले अरूलाई स्पष्टीकरण दिँदै हिँड्नु त भएन। मान्छेले हाम्रो पछाडि के भन्दैछ, के सोचेर बसेको छ हाम्रो, ती सब सोच्नु पनि भएन। अरूको थोट ओपिनियनले हाम्रो जीवन कहिल्यै सजिलो बनाउने पनि छैन। त्यसैले आफ्नो मनको सुन्नुपर्छ, राम्रो सोच्दै अगाडि बढ्नुपर्छ। एक न एक दिन हाम्रो जीवन पनि अवश्य राम्रो हुने।